विराटनगरबाट मात्रै 5 घण्टामा पुगिने यस्तो सुन्दर ठाउँ जहाँ पुगेपछि तपाईँले गर्मी के हो भन्ने पनि बिर्सिदिनुहुन्छ। आज हामी तपाईँलाई लाँदैछौँ विराटनगरबाट श्रीअन्तुसम्म। बाटो एकदमै खत्तम छ। हामी चाराली पुगिन्जेलसम्म हाम्रो हालत यस्तो खराब भइसकेको थियो भन्ने गरिन्छ। बाटो एकदमै गाह्रो भए तापनि गन्तव्य राम्रो भयो भने बाटोभरि गरिएको जति पनि परिश्रम छ सबै बिर्सिदिन्छ। विराटनगरबाट हाफ भेस्टमा निस्केको म हरकटे पुग्ने बित्तिकै मलाई जाडो भएर मैले फुल भेस्ट लाउने पर्यो, त्यो पनि हाफ भेस्ट माथि। हाम्रो खाने पिउने र बस्ने सुविधा चाहिँ हामीले बेस क्याम्प 360 मा मिलाएको थियौँ। दिस प्लेस इज सो ह्यापनिङ। सब यङ्स्टरहरू प्राय यतैतिर आउनु हुँदो रहेछ। चिया बगानको बिचमा रहेको श्रीअन्तु पोखरीको छेउमा रहेको होटलहरूमा तपाईँले कतै पनि राम्रो रुमको सुविधा पाउन सक्नुहुन्छ भने साथीभाइ र फ्यामिलीसँग एकदमै राम्रो टाइम स्पेन्ड गर्न पाउनुहुनेछ। होमस्टेहरू पनि टन्नै रहेको श्रीअन्तुमा दिउँसो त रमाइलो दृश्य हेर्न पाउनु नै हुन्छ, राति सबै होटलहरूले आफ्नो बत्ती बालेपछि यहाँको दृश्य एकदमै हेर्ने लायक हुन्छ। साथीभाइहरूसँग बार्बिक्यू गर्न चाहिँ एकदम रमाइलो हुनेवाला छ त्यो मोमेन्ट। बिहान उठ्ने बित्तिकै श्रीअन्तु भ्यू पोइन्टमा गएर तपाईँले सनराइज पनि हेर्न सक्नुहुनेछ। हामी चाहिँ अलिकति अनलकी भयौँ किनकि त्यो दिन पुरै हुस्से लागेर हामीले केही नै देख्न पाइनौँ। फर्किने बेलामा एकछिन कन्यामा तपाईँले घोडा चढेर मस्त चिया बगानको भ्यू पनि इन्जोय गर्न पाउनुहुन्छ र यताको इस्कुसवाला मोमो खाना चाहिँ नबिर्सिनु होला। अहिलेसम्म पनि श्रीअन्तु जानुभएको छैन भने चिसो अनि पिसफुल इन्भाइरोमेन्टमा आफूलाई रिल्याक्स गर्नको लागि पक्कै पनि जानु होला है त।